सबैभन्दा नडाटी भन्ने त ज्वाइँले चाहिँ चित्त दुखाओस् सबैभन्दा मेरो छोरा सम्मानको यति चाहिँ यस्तो छोरा चाहिँ 7 जुनी तपस्या बसेर मात्रै ज्वाइँ पाइन्छ है भन्ने टाइपको ज्वाइँ चाहिँ सबैभन्दा को छ भनिदिनुहोस् जो चित्त नदुखको नै माइने नगरिकन को सबैभन्दा ज्वाइँ चाहिँ नम्बर 1 मा हाम्रो घरको ज्वाइँ चाहिँ छोरा जस्तै भूमिका निभाउने खालको हुनुहुन्छ अलिकति माइला ज्वाइँ जस्तो लाग्छ जस्तो नभन्नु न त्यसो भन्नु भने त चित्त दुखाइहाल्नु छ नि अनि फेरि अर्को ज्वाइँको चित्त होइन त्यो त दुखाउनै पाउँदैन दुखाउनु पाउँदैन नि माइला ज्वाइँ नि दुखाउँछ जस्तोको कुरै होइन किनकि उनीहरूलाई पनि थाहा हुन्छ नि त अनि ज्वाइँलाई पनि किन थाहा हुन्छ भने मैले कति भूमिका सुन्नु है कति भूमिका निभाएको छु मैले पनि मेरो आमा बाउलाई जसरी माया गर्छु मैले पनि उसको आमा बाउलाई पनि माया गर्नुपर्छ म पनि छोरा जस्तो हो मलाई पनि कर्म दिएको छ भन्ने टाइपको उनीहरूलाई पनि त गरेको छु कि छैन भन्ने त भगवान्ले पनि देखेको छ उनीहरूको मनले पनि देखेको छ नि त अनि सबैभन्दा धेरै तपाईँलाई माया गर्ने टेक केयर गर्ने र साथ सपोर्ट दिने चाहिँ सबैभन्दा चाहिँ हौसला दिने र तपाईँलाई मात्रै होइन कि सबैलाई व्यवहार गर्ने ऊ चाहिँ सबैभन्दा ज्वाइँ चाहिँ भनेको को चाहिँ हो भनेको के होलातिर फेरि लानुहुन्छ किन अरू ज्वाइँले चित्त दुखाउँछ भनेर हो चित्त दुख्छ भनेर होइन ज्वाइँहरूको चित्त दुख्छ भनेर होला भन्नुभएको दुख्छ कि भनेर होइन दुखाउनु पर्दैन किन भन्छ ज्वाइँहरूलाई मैले भनिसकेँ त ज्वाइँहरू भनेको पनि उनीहरू पनि एउटा छोरा सम्मानको हो अब उनीहरूले जस्तै आफ्नो आमालाई पनि माया गरिदियोस् भन्ने धारणा हुन्छ होइन अनि त्यहाँदेखि त्यस्तै नै तपाईँले पनि उनीहरूले पनि मेरो श्रीमतीले चाहिँ आफ्नो आमालाई माया गरोस् भन्ने धारणा लाग्छ भने मैले पनि कतिको भूमिका निभाएको छु भन्ने त गरेको छु कि छैन भने त उनीहरूलाई पनि थाहा हुन्छ नि त अब कति हुन्छ भने त्यो थाहा हुन्छ चित्त दुखाउने नदुखाउनेको कुरै होइन नि उनीहरूले त आफ्नो आमा र ससुरालीको आमालाई कतिसम्म मैले गरेको छु भनेको त उनीहरूलाई कति गरेको छ थाहा हुन्छ नि त त्यो चित्त दुखाउने एक दिन भात दिएर मात्रै त हुँदैन एक दिन माया गरेर मात्रै हुँदैन हरेक कुरामा हेर्नु पर्यो फोन गर्नु पर्यो बेला बेलामा होइन सान्त्वना दिनु पर्यो त हो नि त अनि दुख बिमार छ कि छैन भन्नु पर्यो अनि भेटेको बेला आएको बेलामा हरेक कुरामा कहाँ चाहिँ के भइरहेको छ भन्नु पर्यो त हो नि त एकछिन खाना दिने सहयोग गर्ने अनि त्यहाँदेखि माया गर्ने ओहो आमा भन्ने बाउ भन्ने त अघि त एकछिनको दिदीले यतापट्टि दिदीले पनि कति राम्रो आमा ओहो आमा भन्यो नि होइन ओहो त सबैले भन्छ के अनि सबैभन्दा गर्ने व्यवहारले कामले सबैले गर्नेलाई चाहिँ बेस्ट भन्छ के व्यवहारले सबैभन्दा त हो नि त चित्त दुखाउने रिसाउला कि ज्वाइँहरू भन्नै पर्दैन अब बुहारी जसरी तपाईँले फ्याक्ट भन्नुभयो नि तपाईँले भित्रैदेखि भन्नुभएको त बुहारीलाई होइन अब ज्वाइँहरू चाहिँ भाइ यतै पनि सँगसँगै होला ज्वाइँहरू रिसाउँछ कि भन्ने टाइपले भन्नुभयो तर पनि रिसाउनु त्यो ठिकरै मान्नु पर्दैन अनि माइला ज्वाइँ होलातिरै लानै पर्दैन हो भने त्यो त हामीले पनि को हो भन्ने कुरा देखेको छौँ नि भनौँ भने माइला ज्वाइँ जतिको गर्ने कोही पनि छैन होइन म रिसाउँदिनँ यस्तो हुन्छ म मेरो ज्वाइँलाई भनेन कि भन्छ म त्यस्तोमा उनी भन्दिनँ नि मेरो छोरा साला जेठुमा पनि जन्म दिएको आमा बाउ जस्तो गरेर तिनीहरूको दाजुलाई काखमा लिएर हातखुट्टा भाँच्दा पिसा गराएर बस्ने ज्वाइँ हाम्रो कान्छो जेठुलाई कति बचाएको मेरो बाबामाले भन्छ उसले दाजुले माइला ज्वाइँ र माइली अब कुरा खोल्नु भयो आमाले उनी हो आमा बाउ जत्तिकै हो भनेर भन्छ काखमा लाएर ल्यायो अब धर्मटीहरूले त्यस्तो हात खुट्टा भाँचिदियो यहाँनिर अब हात खुट्टा एउटा हात भाँचेको एउटा खुट्टा पनि भाँचिएको के गरे उठेर दिसा पिसा गर्दा खानु भोक त लाग्यो खायो दिसा पिसा गर्न जानु नसक्ने माइला ज्वाइँ लगाएर मारेर लगेर छोराछोरी जस्तो दिसा पिसा गराएर हात खुट्टा जोगाएर अनि यति पारेर बसेको छ के गर्नु ज्वाइँको भाडा पनि लाग्छ होला अब के गर्नु यस्तो हुन्छ मम्मी भाडा चाहिँ मलाई चाहिँ कस्तो हुन्छ भने लाग्दैन किन लाग्दैन भने
छोराले साटेको छोरीले साटेको बुहारी रे छोराले साटेको ज्वाइँ रे होइन भाडा लाग्दैन भन्छु म चाहिँ किन लाग्दैन भने उसलाई पनि त कर्म त्यत्तिकै दिएको छ नि त होइन जन्माए नजन्माए पनि बिहे वर्तन गरेर त गरेको छ नि त्यही पनि प्लस आफ्नो छोरी दिएको छ के त्यो सम्झिनु पर्यो आफ्नो छोरीसम्म आफ्नो छोरी प्राण मैले जन्माएको त्यत्रो दुःख सुखले पढाएँ हुर्काएँ बढाएको छोरी त उसलाई दिएको छ भने सानो मुटुले छोरी दिएको छ भने उसले पो बढी गर्नुपर्छ मैले त्यो देख्छु उसले बढी गर्नुपर्छ कर्तव्य त ज्वाइँले किनभनेदेखि त्यो मैले एकछिनभरि मैले भने त अघि नै आमा हजुर बाउ हजुर जसले पनि भन्छ एकछिन त जसले पनि भन्छ तर मायाले भन्दा पनि कर्तव्यले देखाउनु पर्यो कि कर्तव्य गरेर देखाउनु पर्यो क्या त्यसो भन्छ नि त मायाले छेक्दैन अरे नछेक्ने माया अरे तर मायाले दुनियाँ बेरेर बस्नु पर्ने अब मिसिका हाँसिदियो राम्रो बोलिदियो मिसिका हाँसिदिनु राम्रो बोलिदियो भने सबै माया यस्तो माया हजुरलाई म के भन्छु भने सबै एकै खालको पनि हुँदैन होइन सबै एकै खालको पनि हुँदैन र खोज्नु पनि भएन हुँदैन भने अब अरू गोपमा जन्मेको 10 कोठामा 10जना जन्मे 10 खालको छोराछोरी अब के गर्नु त्यस्तै हो माया भनेको चाहिँ छोराछोरीको माया चाहिँ एकै हुन्छ सबैको एकै हुन्छ छोराछोरीले नमर्ने गरी काटो भने पनि आमा बाउको माया हुन्छ मूर्ख भयो छोराछोरी भने अब आफू त अब माया हुन्छ नि जन्ममा अनि छोराछोरीलाई चाहिँ छोराछोरीको चाहिँ माया कोखको फलेको अरे कोखमा फलेको अरे र बाउले भन्छ आमाले माया धेरै हुन्छ अरे आफ्नो शरीरको खाएर बाँचाएको अरे अनि दुध गुणको बुद्धि भन्छ अनि छोराछोरीमा आमाले जतिको बाउ पनि माया गर्छ भने तर आमाले जतिको माया छोराछोरीको पछि हुँदैन छोराछोरीले पनि आमाको जति भाडा अरूको लाग्दैन अरे बाउको त हुन्छ बाउको फल हो तर ओडार हो आमाले खानु दिएको बचाएको सिस्नो साग अरू पनि खुवाएर बचाएको अरे र आमाको धेरै माया हुन्छ अरे आमाको भाडा धेरै हुन्छ अरे भन्छ के गर्नु जय काल